Hello everyone, welcome to my mini blog and today it's our movie time. I hope you guys enjoy हामी it. सबैजना आज फिल्म हेर्न आएका छौँ जुन चाहिँ हाम्रो बिर्तामोडमा रहेको क्युएफएक्स बिल्डिङमा तेरे इस्कमे भन्ने फिल्म चाहिँ अल नेपालमा लागिरहेछ। हजुरहरूले हेर्नुभयो कि भएन मलाई कमेन्ट गर्नुहोला र हेर्नलाई चाहिँ हामी आज आएका छौँ। म चाहिँ आज हाम्रो जुनु म्याम, अनुष्का अनि सेवन्ता दिदीसँग हामी टोटल 4 जना फिल्म हेर्न आएका छौँ। हामी सर्टकटको लागि लिफ्टबाट गयौँ तर मलाई लिफ्टदेखि चाहिँ साह्रै डर लाग्छ के गाइस। लिफ्टमा चाहिँ मलाई साह्रै डर लाग्छ गाइस। आज किन लिफ्टमा चढेको भनेको लिफ्टको बारेमा सबै थाहा छ त्यही भएर म चढेको नत्र म चढ्नेवाला छैन गाइस। त्यसपछि हामी हलमा पुग्यौँ र हाम्रो टिकट चाहिँ पहिला नै अनलाइनबाट गरेकोले गर्दा हामी थोरै बेर बाहिर बसेर फोटो भिडियो खिचेर गफसफ गऱ्यौँ। फिल्म सुरु हुन लागेको थियो र हामीले थोरै स्न्याक्सहरू लिएर सबैजना मुभीतिर लाग्यौँ र हेर्दा हेर्दै हाम्रो मुभी पनि स्टार्ट भयो। फिल्म सकेपछि हामी निरो दिदीको अफिसतिर लाग्यौँ र बाटोमा केही फलफुलहरू पनि किन्यौँ र जाँदाखेरि हामीले बिर्तामोडमा रहेको मटका दही पनि खायौँ। हजुरहरूले टेस्ट गर्नुभएको छ कि छैन? मलाई चाहिँ यो एकदमै मिठो लाग्छ। म बिर्तामोड आएको बेला जहिले खाने गर्छु, हजुरहरू पनि आएको बेला एकचोटि खानु होला। निदु दिदीको अफिसतिर लाग्यौँ र यो चाहिँ हाम्रो निदु दिदीको अफिस हो जहाँ चाहिँ डिजिटल मार्केटिङ पनि गरिन्छ। हजुरहरूलाई पनि गर्नु परेमा यहाँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ र हामीले निदु दिदीकोमा केही गफसफ गरेर हामी घरतिर लाग्यौँ। हामी फेरि भेट्नेछौँ हाम्रो नयाँ ब्लग्समा। बाई बाई।